तपाईँहरूलाई म देखाउँदै गइरहेको छु, हेर्नु होला। त्यो पानी झरीमा पनि मैले एक्सन लिएर भिडियो बनाउँदैछु गाइस, हजुरहरूको लागि है। मिठो मिठो भ्लग बनाउँदै गइरहेको छु म। त्यस्तै छ आजको दिनको मौसमहरू। हल्का धुम्म छ, पानी परिरहेछ, हामी हिँडिरहेछौँ चलिरहेको। थोरै पछाडि छौँ, अगाडि छ मेले डाँडा। हामी चाहिँ आज यो पुलतिर हल्का यसो एकछिन बाइक साइक रोकेर यसो घुम्दिउँ न त बस्दिउँ न त यसो भनेर चाहिँ यसो हल्का बनाएको। हेर्नु सक्नुहुन्छ तल चाहिँ पुरै खोला बगिरहेछ। पानी फेरि चिसो पर्नु थाल्यो है त, जाँदैछौँ हामी। उकालो जाँदैछौँ। मेलेको डाँडाको टुप्पामा पुग्नलाई हामी खेतीबाट उकालो चढिसक्यौँ। घरबाट लाग्दैको उकालो मेरो कालो पत्रो नै हालिसकेको होइन, पहिले आउँदा थिएन, अहिले कालो पत्रो पनि हल्का हाल्यो। फाइनली हामी देउराली काठमाडौँको लेक साइड आइपुग्यौँ। भ्यूको त हामी आइपुग्यौँ, तर के गर्नु गाइस, ताला लगाएको रहेछ, छिर्न सकिएन आज। देउरालीको टावरमा, काठमाडौँ लेक साइड टावर वहाँ छ, चाबी यहाँ छ गेटमा। डाँडा आइपुग्यौँ हामी, तर हामी चाहिँ अब त्यहाँ लेलेको डाँडा बस्न सकिएन पानीको कारणले है। अब हामी चाहिँ स्टुडेन्ट खोला बगिरहेछ, त्यही भएको कारणले हामीले भिडियो मजाले बनाउन सकिएन लेलेको डाँडामा बसेर। नरिसाउनु होला। अब हामी हेर्नु होला, सारी लाग्ने ठाउँ चाहिँ हामीलाई भन्दा भन्दै आइपुगेछ। रिसोर्टमा आइपुग्यौँ हामी टक्क लाएर, लेले डाँडाको रिसोर्ट होटेलमा। टक्क गाडी साडी लागिरहेको रहेछ। लाएर आएको त मऱ्यो त पानीले, आम्मामा कत्रो पानी तन्किसक्यो त। पुरै बाटो चिप्लो छ, बाटो पुरै चिप्लो छ। फेरि यस्तो छ बाटो, हेर्नु पहिरो गएर तीमाथि हल्का ग्राभेल हालेर मात्रै हो। ग्राभेल नहालेको भए त मान्छे यहाँ सकिँदैन चलाउनु, चिप्लिनेर लास्टै छ, खत्तम छ। पानी तन्क्यो, भिडियो ल्याप्पै टी सर्ट मात्रै लगाएर आएको आज बित्ती भयो। मौसमले धोका दियो। हावा चलेछ सिरिरी, उडाइ लैजाऊ तिम्रो त्यो सहर। अब चाहिँ पानी पनि रह्यो, हिलमा हिँडिने अब हिलमा मैदान उत्रिसक्यो। केटा हो जाग्नु पऱ्यो, आजको दिन हाम्रै हो, रातको भुटको दिन हाम्रो।
अब एक साइडको खेततिर भइसक्यो काठमाडौँको हल्का त्योहरू मलहरू देख्दैछ कम्तिरहेको छ यता त हाम्रो त लुत्रुकै भिजायो सुची झर्दा त पुरै अनि पानी रहिसकेको रहेछ गाउँ पानी पानी झर्के थियो नि त माथि डेकबाट तल झर्दा त अहिले चाहिँ यता चाहिँ हल्का पानी बग्ने रहेछ देख्नु सक्नुहुन्छ यहाँको म त्यो चाहिँ हामीहरू आइपुग्नु लाग्यो लगनखेल लेकबाट पानीले भिज्यो रुमायो पहिले उल्टो बनाएको छ। मेरो ब्याग ल्याइदिनु न।